थोरै पिसा न मसला ल साथीहरू यो चाहिँ यो तिते करेला मसिनो पारेर आफ्नो स्वादअनुसार काट्ने अनि यो आलु उसिनेको यो आलु उसिनेर चाहिँ च्याट्ट पारेर यसरी काट्ने तासेर अनि हरियो खोर्सानी लगाउने यता हरियो खोर्सानी लगाएको छ अनि यो प्याज हाल्ने अब यो चाहिँ मलाई चाहिँ टमाटर अहिले नखानु भनेको छ र मैले हालिनँ र मैले गर्दा नि यहाँ साथीहरूले पनि खानु पाएनन् होइन नभए हजुरहरूलाई टमाटर पर्छ भने टमाटर पहिला फत्काउने अनि चट्ट यहाँ हाल्ने होइन अनि कागती चट्ट काट्ने रामदिन कागती काट त अनि यो चाहिँ छोप है साथीहरू यो चाहिँ 3 किसिमको छोप छ यसमा थोरै मसला पनि छ अनि तिल पनि छ अनि आलास पनि छ होइन चट्ट लाउने कागतीको दाना काट त ल ल काट्ने ल निचार सर्लक कसरी निचार दिने वरिपरि सबैतिर सट्ट हाल्ने होइन दाइ बेसारको ल्याउनु त त्यो नुन बेसारको यहीँ रहेछ ल चट्ट अब थोरै धेरै बेसार हाल्यो भने अलिक तितो हुन्छ थोरै मात्रै हाल्ने यसलाई थोरै बेसार हाल्ने त्यसपछि अब स्वादअनुसार नुन पनि हाल्ने साथीहरू नुन पनि हाल्ने स्वादअनुसार आफूले अब कति खाइन्छ सट्ट लाएर अनि यसरी मोल्ने यसरी मोल्ने है साथीहरू चट्ट अनि हालिसकेपछि यसरी मजाले मोल्ने साथीहरू मोल्ने अनि तेल डाडुमा तताउँ त ल साथीहरू लसुन र तेल स्वाइँ झाने नै यसरी लगाइदिने लास्टमा अनि यसलाई पनि फेरि एकचोटि मजाले मोल्ने अनि स्वादअनुसार ट्याका पार्ने है साथीहरू काँक्रा पनि लगाउने यो चाहिँ काँक्रा पनि मिसियो अनि तिते करेला प्लस आलु है साथीहरू साह्रै मिठो पो हुन्छ नै यो त यति मिठो हुन्छ त्यो चाहिँ भोलि बिहान त्यो तेललाई चाहिँ ल हाल्नु दाजु त्यो यसरी मजाले अनि दिपनमा ट्वाक्क लाग्ने गरी अनि गुम खाने साथीहरू है त हाम्रो चाहिँ अचार पनि बनिसक्यो तरकारी पनि स्पेसल वान छ यता खाना पनि अनि यहाँ साथीहरूलाई मिस्टिनमा हालेर पठाइदिनु पर्ने हुन्छ अनि हामीले चाहिँ चट्ट पारेर मिस्टिनमा हालेर राख्दैछौँ यहाँ तयार भइसक्यो एउटा मिस्टिन त्यहाँ छ च्याट्ट पारेर हामी चाहिँ साथीहरूलाई पठाइदिन्छौँ च्याट्ट पारेर ल साथीहरू हामी चाहिँ अब यसरी दबाउनु लागेको मिठो छ नि त साथीहरू दाम खाँदा है त्यति त मन पर्नेलाई चाहिँ साह्रै मिठो हुन्छ क्या एकदम दाम छ यो अनि खाएँ ल साथीहरू फर्स्ट बाइट हो